हेर्नुहोस् त गाइज, ल हेर्नुहोस् माथिको पहाड हेर्नुहोस्, यस्तो छ बेनी सिंगा तातो पानी जाने बाटो घुम्तीहरू। ल हेर्नुहोस्, म एक्लै कति इन्जोय गरेर हिँडिरहेको छु। यति बेला फ्यामिलीहरू साथमा लिएर हिँड्न पाएको भए कति रमाइलो हुने थियो होला। एक्लै हिँडिरहेको छ। ल हेर्नुहोस् त गाइज, तर पनि कति इन्जोय भइरहेको छ, किनकि म एकदम एक्साइटेड छु तातो पानीमा डुब्न जानको लागि। एक्साइटेड छु। यति दामी रोड है, अनि दायाँ बायाँ घर, साइडमा काली खोला बगिरहेको छ र पश्चिमदेखि सूर्यको किरणले अलिकति डिस्टर्बिङ गरिरहेको पनि छ। ठुलाखेत भन्ने ठाउँ आइपुग्यो। अहिले बाटो अलिकति बिग्रेको अवस्था छ। त्यसैले अब कति किलोमिटर, 1 किलोमिटर रह्यो तातो पानी जानको लागि। यस्तो छ बाटोहरू। एन्टी लाइट परेको छ। राक्छे भन्ने ठाउँ म आइपुग्यो। अब 1 किलोमिटर मात्रै बाँकी छ गाइज। 1 किलोमिटरमा म तपाईँहरूलाई सिंगा तातो पानी देखाउने छु। तातो पानी जाने क्रमको अन द वे हो यो।